nepalnews.com. News from Nepal as it happens. वैद्य नेतृत्वको नेकपा ड्यास माओवादी सहितका 6 राजनैतिक दलले प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने प्रमुख 4 शक्तिको तयारी असंवैधानिक र गैर राजनैतिक कार्य भएको भन्दै राष्ट्रपतिलाई विरोध पत्र बुझाएका छन्। र्याली सहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेका 6 दलका नेताहरूले राष्ट्रपतिलाई विरोध पत्र बुझाएका हुन्। विरोध पत्र बुझाएपछि संचारकर्मीहरूसँग कुरा गर्दै नेकपा ड्यास माओवादीका महासचिव रामबहादुर थापा बादलले यो कार्य 4 दलले संकट समाधानका लागि नभई झन बढाउन लागेको दावी गरे। अहिलेको जो राजनीतिक संकट हो यो संकटलाई हल गर्नको निम्ति जो अहिले कथित 4 दलहरूले प्रधान न्यायाधीशको नेतृत्वमा एउटा चुनावी सरकार बनाउने जो प्रस्ताव र 9 बुँदे प्रस्ताव उनीहरूले ल्याएका छन् यो देशको संकटलाई हल गर्ने प्रस्ताव होइन, बरु यो देशको संकटलाई झन चर्काउने र देशलाई एउटा असफल राष्ट्रको रूपमा सिद्ध गर्ने एउटा प्रस्ताव हो भन्ने हाम्रो धारणा हामीले त्यहाँ राख्यौं। विदेशीको इशारामा 4 दल मार्फत आएको यस असंवैधानिक कार्यमा संविधानको संरक्षकका रूपमा रहेका राष्ट्रपति पनि फस्दै गएको भन्दै उहाँकै संरक्षण भइरहेका पछिल्ला बैठकप्रति पनि दलहरूले आपत्ति जनाएका छन्। राष्ट्रपतिजीले पनि अहिले प्रधान न्यायाधीशको नेतृत्वमा एउटा चुनावी सरकार बनाउने जो 4 दलको र बाह्य शक्तिहरूको जो षड्यन्त्रमा उहाँलाई जो मुछ्ने कोसिस गरिएको छ र चाहिँ उहाँको संरक्षणमा जो बैठकहरू चलिरहेको छ यो आपत्तिजनक छ, यो चाहिँ राष्ट्र विरोधी चाहिँ छ भन्ने हामीले हाम्रो विरोध त्यहाँ एउटा कडा रूपमा हामीले राखेका छौँ। 6 दलले अहिलेको संकट समाधानका लागि प्रयास गरेका भए पनि उचित पहल कदमी लिन नसकेको जानकारी गराएका छन्। जवाफमा राष्ट्रपतिले ज्ञापन पत्रलाई सकारात्मक रूपमा लिएको र संविधानको संरक्षक र पालकको भूमिका खेल्ने आश्वासन दिएको पनि नेताहरूले जानकारी दिए। ज्ञापन पत्र बुझाउने अन्य पार्टीहरूमा नेकपा एकीकृत, मातृका यादव नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सम्बद्ध संघीय लिम्बुवान परिषद र सामाजिक लोकतान्त्रिक पार्टी रहेका छन्। राजनैतिक संकट समाधान स्वरूप प्रमुख 4 राजनैतिक शक्तिहरू प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने तयारीमा रहेका बेला केही दलहरू भने विरोधमा उत्रिएका छन्। नेकपा ड्यास माओवादी सहित 6 राजनैतिक दलद्वारा राष्ट्रपतिलाई विरोध पत्र बुझाएको सम्बन्धी समाचार यति नै। nepalnews.com. News from Nepal as it happens.